नमस्कार सबैलाई। यो भिडियो अलिकति लामो हुन सक्छ, तर धेरैजनाले मेसेज गर्नुभएको थियो कि माङ्गलिकको बारेमा सोध्नु भएको थियो मलाई मेसेजमा, कमेन्ट सेक्सनमा पनि मैले देखेको थिएँ। सो मङ्गल चाहिँ के हो भन्दाखेरि चाहिँ एनर्जी हो है। मङ्गल हाम्रो कुण्डलीमा जम्मा 12वटा घर हुन्छ। जहाँनिर मङ्गल बसेको हुन्छ तपाईले त्यो ठाउँमा एनर्जी पुट गर्नुहुन्छ। सो त्यो कारणले गर्दाखेरि माङ्गलिक अनि माङ्गलिक 12वटामा चाहिँ तपाईको फर्स्ट हाउसमा मङ्गल बसेको छ, फोर्थ हाउसमा मङ्गल बसेको छ, सेभेन्थ हाउसमा मङ्गल बसेको छ, एट्थ हाउसमा मङ्गल बसेको छ र 12th हाउसमा मङ्गल बसेको छ भने हामी उसलाई माङ्गलिक कन्सिडर गर्छौँ नर्थ इन्डियामा। तर साउथ इन्डियामा के छ भन्दाखेरि सेकेन्ड हाउसमा मङ्गल बसेको छ भने पनि हामी उसलाई माङ्गलिक कन्सिडर गर्छौँ। सो त्यो कारणले गर्दाखेरि 45% पपुलेसन के हुन्छ माङ्गलिक हुन्छ। सो माङ्गलिक त्यस्तो डरलाग्दो होइन। अन्त पहिलाको समयमा के थियो भन्दाखेरि चाहिँ माङ्गलिकले चाहिँ बिहा गर्यो भने मर्छ भनेर, तर त्यो पहिलाको एस्ट्रोलोजी जुन किताबहरू छ त्यसमा माङ्गलिकको कुनै कुरा गरेको छैन। यो चाहिँ लेटर अन निक्लेको माङ्गलिक दोष भन्ने चाहिँ। अन्त त्यहाँबाट चाहिँ तपाईले एनर्जी ज्यादा पुट गर्नुहुन्छ र माङ्गलिकसँग विवाह गर्यो भने राम्रो हो भनेर भनिन्छ। किन भन्दाखेरि माङ्गलिकको एकदमै ज्यादा एनर्जी हुन्छ, उसको थिङ्किङ पार्टनरको लागि डिफ्रेन्ट हुन्छ। त्यो कारणले गर्दा माङ्गलिक केटा र माङ्गलिक केटी विवाह गर्यो भने राम्रो हुन्छ भनेर भनिन्छ। तर नन माङ्गलिकसँग विवाह गर्दा पनि त्यस्तो कुनै प्रब्लम हुँदैन। र पहिलाको समयमा के थियो भन्दाखेरि चाहिँ छिटो विवाह हुन्थ्यो, 12-13 वर्षमै विवाह हुन्थ्यो र सायद त्यो कारणले गर्दाखेरि दुईटा विवाह हुन सकिन्छ भनेर भनिने गर्थ्यो। तर अहिले मोस्ट अफ द के हुन्छ भन्दाखेरि रिलेसनसिप पनि बनिन्छ, त्यो रिलेसनसिपबाट पनि टर्छ अनि मोस्ट अफ द मान्छेले 28 इयर्सको बादमा 25 इयर्सको बादमा विवाह गर्नुहुन्छ, जुन चाहिँ रिलेसनसिपहरू बन्नेको कारणले गर्दाखेरि त्यो दोष काटिसकेको हुन्छ, दुईटा विवाह हुने दोष काटिसकेको हुन्छ। तर बेसिकली विवाह मङ्गलकै कारणले नै ढिलो भएको भनेर मानिँदैन। तपाईलाई दशाले पनि सपोर्ट गर्नुपर्छ, तपाईको कुन चाहिँ मेन त जुपिटर गुरुले सपोर्ट गर्नुपर्छ विवाहको लागि। अन्त त्यहाँबाट तपाईले एफर्ट पुट गर्नुहुँदैछ विवाहको लागि, तपाईले एकदमै रेमेडीहरू पनि गर्नुहुँदैछ विवाह नभएको कारणले गर्दाखेरि, तर पनि विवाह भएको छैन भने चाहिँ हाम्रो युनिभर्सले के भन्यो, युनिभर्स इज टेलिङ समथिङ। किन भन्दाखेरि चाहिँ गडले तपाईको विवाह हुन सकेको छैन, तपाईले सबै कुराहरू गर्नुहुँदैछ तर पनि